चक्कर लाग्नुको मुख्य कारणमा पहिलो कारण पर्छ कान। कानको भित्री कानको रोगहरूले गर्दा हामीलाई चक्कर लाग्छ। कानको रोग, भित्री कानको रोग लगभग 100 मा 50 जनालाई चक्कर लाग्नुको कारण पर्छ। त्यसमा पनि पहिलो सबभन्दा धेरै चक्कर लाग्ने कारण भनेको बीपीपीभी भन्ने रोग हो। यो रोग किन हुन्छ भनिसकेपछि हाम्रो कानभित्र टाउकोको ब्यालेन्स गर्नको लागि एउटा क्याल्सियम कार्बोनेट क्रिस्टल हुन्छ। त्यो क्याल्सियम कार्बोनेट क्रिस्टलले आफ्नो ठाउँ छोडेर अन्त गयो, सेमी सर्कुलर क्यानालतिर गयो भने त्यसले के हुन्छ, त्यहाँबाटको सिग्नल गलत सिग्नल जाने भएको हुनाले हामीहरूलाई चक्कर लाग्छ। यसमा चक्कर कस्तो किसिमको हुन्छ भन्ने बेलामा यो सडन तपाईले टाउकोको पोजिसन चेन्ज गर्ने बेलामा, सुतेर कोल्टो फर्किने बेलामा, बसेर उठ्ने बेलामा के हुन्छ भने 10 देखि एकदम धेरै भनेको 30 सेकेन्ड जति पुरै घरै घुमाए जस्तो, बेडै घुमाए जस्तो, पंखा तलाए जस्तो भन्न घुमाउँछ। कसै कसैलाई घुमाउनुको साथसाथै वाकआउट आउने, उल्टी आउने समेत पनि हुन सक्छ। एमा कान सुन्ने क्षमता पनि एकदमै नर्मल हुन्छ। त्यही भएर बिमारीले मेरो कानको रोग होइन भन्ने सोच्छन्। यसको कारण के हो त भन्ने कुरा प्राय जसोलाई थाहै हुँदैन, यसको कारण के हो, किन यस्तो भइरहेछ भनेर। अर्को कारण भनेको भाइरल हो, पोस्ट भाइरल हो। भाइरलको कारणले पनि हुन्छ। अहिले आएर लामो पोजिसनमा, हामी एउटै लामो पोजिसनमा बसिराख्ने भएको हुनाले, जस्तै ल्यापटप चलाउँदा, मोबाइल चलाउँदा लामो समयसम्म बसिराख्ने भएको भएर पनि यो एउटा अर्को कारण। लामो समयसम्म एकै ठाउँमा बसिराख्नु पनि हुन्छ। र अर्को भनेको उमेर बढ्दै गयो भने यो पोजिसन आउँछ। यसमा प्राय जसो औषधिहरूले काम गर्दैनन्। तपाईले ENT को डाक्टर साहब, नाक कान घाँटीको डाक्टर साहबलाई भेट्नु भने उहाँहरूले एउटा दुईटा मेन्युभर गराइदिनुहुन्छ, ठिक भइहाल्छ। अब दोस्रो चक्कर लाग्ने कारण भनेको भेस्टिबुलर नेउराइटिस। भेस्टिबुलर नेउराइटिसमा कस्तो किसिमको यो के हो भनेपछि भाइरल अथवा भाइरल डिजिज लागिसकेपछि भेस्टिबुलर नर्भ हुन्छ हामीहरूको, त्यो नर्भमा सूजना आउनाले यो हुने हो। यसमा कस्तो चक्कर हुन्छ भने अकस्मात चक्कर आउँछ, तर यो लामो समयसम्म जान्छ। यो केही दिनसम्म पनि रहन सक्छ यो चक्करहरू। त्यसमा यसमा के फरक हो भनेपछि चक्करको समय यसमा दिनभरि पनि लाग्न सक्छ। अर्को भने मिनियर्स डिजिज हो। यो अलि रेयर हुन्छ, अलि कमै हुन्छ। यो वंशानुगत हुन्छ। यसमा के हुन्छ भने चक्कर लाग्ने, 20-30 मिनट चक्कर लाग्ने, त्यसपछि रुक्ने, फेरि चक्कर लाग्ने हुन्छ। यसमा भने कुनै कसै बेला कान कम सुन्ने, कसै बेला ठिकै सुन्ने जस्तो लाग्छ र कान भर्रे जस्तो लाग्छ, कानमा टन्न आवाज आए जस्तो पनि लाग्छ। र चौथो अन्तिम भनेको ल्याब्रिन्थाइटिस हो। ल्याब्रिन्थाइटिस भनेको आँखाभित्रको हाम्रो ल्याब्रिन्थको इन्फ्लामेसन हो। प्राय जसो भाइरल हुन्छ र कसैको कान पाक्ने रोग भएर त्यो रोग भित्रसम्म फैलियो भने पनि यो रोग हुन सक्छ। यसमा भने चक्कर भनी लाग्छ, तर त्यसको साथसाथै हाम्रो सुन्ने क्षमता कम हुन्छ। यो एकदमै आवश्यक भिडियो हो, त्यही भएर साथीभाइहरूलाई सेयर गर्नु होला। धन्यवाद।